एक्जाम त आइसक्यो तर अझैसम्म 100 मार्क्स कटेन। यो 3वटा कमन मिस्टेक चाहिँ हरेक एस्पिरेन्टले आफ्नो सी जर्नीमा गर्छन्। लास्टवाला सबैभन्दा इम्पोर्टेन्ट छ किनभने त्यो मिस्टेक 99% सी एस्पिरेन्टले गरेको हुन्छ। त्यो मिस्टेक मैले आफ्नो प्रिपरेसन गर्ने बेला पनि गरेको थिएँ। पहिलो मिस्टेक सबै क्वेसन सल्भ गर्न कोसिस गर्ने। क्वेसनमा डाउट भयो भने त्यसमा गेस गरेर एन्सर गर्नुभन्दा राम्रो तपाईँले कुनमा कन्फिडेन्स छ त्यसमा एन्सर गर्नु होला। किनकि सीमा नेगेटिभ मार्क्स हुन्छ। एउटा क्वेसन रङ गर्नुभयो भने त्यसमा 0.25 नेगेटिभ मार्क्स आउँछ। त्यसैले त्यो क्वेसन स्किप गर्नु नै राम्रो हो। जुन क्वेसन कन्फिडेन्स छ त्यसलाई मात्रै गर्नु। क्वेसन कन्फिडेन्स छैन भने त्यसमा गऱ्यो भने झन् मार्क्स घटेर आउँछ। दोस्रो, सिलेबस प्रपरली चेक नगर्ने। यसपालि सीको सिलेबस पहिला वर्षभन्दा चेन्ज भएको छ। त्यसैले स्टुडेन्टले सिलेबस ध्यान दिएर पढ्नुपर्छ। पहिला जस्तै अहिलेको वेट क्यारिङ मार्क्स सब्जेक्ट अनुसार फरक परेको छ। जस्तै ह्युमन सिस्टममा सिलेबसमा 15 मार्क्स क्यारी गर्छ भने इम्युनोलोजीमा 4 मार्क्स क्यारी गर्छ। त्यस्तै गरी फिजिक्समा मोडर्न फिजिक्सले 12 मार्क्स क्यारी गर्छ र इलेक्ट्रिसिटी र म्याग्नेटिजममा 9 मार्क्स क्यारी गर्छ। त्यसैले स्टुडेन्टले कुन सब्जेक्टमा कति मार्क्स क्यारी गर्छ भनेर त्यो अनुसार बेसी वेटेज दिने टपिकलाई पढ्यो भने सीमा र अहिले मक टेस्टमा राम्रो मार्क्स ल्याउन सकिन्छ। अनि सबैभन्दा इम्पोर्टेन्ट ओएमआर फिल गर्दा मिस्टेक गर्ने हो। कहिले टाइम नभ्याएर हतारमा फिल गर्ने, कहिले रङ क्वेसन नम्बरमा फिल गर्ने, कहिलेकाहीँ टाइम नभ्याएर फिल गर्न नै बिर्सिने। त्यही मिस्टेकले गर्दा तपाईँको मार्क्स ड्रास्टिकली घट्न सक्छ। यी 3वटा मिस्टेक सी एस्पिरेन्टहरूले अभोइड गर्न सक्यो भने तपाईँले 100 मार्क्स कटाउन सजिलो हुन सक्छ। अर्को दिनमा तपाईँहरूलाई सब्जेक्ट वाइज कसरी मार्क्स इन्क्रिज गर्ने भनेर टिप्स ल्याउँछु। त्यसको लागि फलो गर्नुहोस्।